साँझ पर्ने बेलामा म चाहिँ अब हार्भेस्ट गर्न हिँडे। यहाँ चाहिँ एकदमै गर्मी भएकोले दिउँसो बाहिर जान सकिँदैन। सबैभन्दा सुरुमा चाहिँ मैले अलिकति सिमी टिपेँ अनि त्यसपछि चाहिँ मैले यो अकबरे खुर्सानीहरू टिप्दैछु। पाकेको र छिपेको सबै खुर्सानीहरू आज म टिप्न गइरहेछु। यहाँ चाहिँ अलिकति पाक्न थाल्ने बित्तिकै चराले खाने हुनाले मैले छिपिन थालेको हरियोहरू नै टिपिरहेछु। आजलाई चाहिँ अँध्यारो भइहाल्यो, मैले यति मात्रै टिप्न भ्याएँ। अब यो चाहिँ दोस्रो दिन। आज चाहिँ म अर्को साइडतिरको गार्डनबाट टिप्न जाँदैछु। यो चाहिँ लामो खुर्सानी हो अनि यसलाई चाहिँ मैले एउटा सानो पोल सपोर्टको लागि लगाइदिएको थिएँ। राम्रो भएर आएको छ। यहाँ पनि मैले अलिकति हरियो तथा पाकेकोहरू सबै टिप्दैछु। त्यसपछि यता छ अर्को अकबरे खुर्सानी। यो चाहिँ भर्खर चिचिला लाग्दैछ, यसमा चाहिँ पाकिहालेको छैन। यसलाई चाहिँ पटबाट ग्राउन्डमा 2-3 महिना अगाडि मात्रै सारेको हुनाले पिकअप लिन टाइम लागिरहेछ। अब यता चाहिँ छ यो मोटो खालको खुर्सानी। यो खुर्सानी चाहिँ खासमा सुकाएर पड्काउनको लागि ठिक हुने खालको खुर्सानी हो, तर पनि अलिकति छिपेको खुर्सानीहरू मैले अलिअलि टिपेँ। यो चाहिँ धेरै पिरो नखानेहरूको लागि उपयुक्त हुन्छ। अहिले चाहिँ म फेरि यो डिँडी खुर्सानीहरू टिप्दैछु। यो मलाई थाई चिल्ली जस्तो चाहिँ लाग्छ, एकदमै पिरो छ अनि एकदमै पिरो खानेहरूको लागि हरियै यो चपाएर खानको लागि खानासँग एकदमै राम्रो खालको खुर्सानी हो। मलाई चाहिँ यो खुर्सानी अकबरे भन्दा पनि राम्रो लाग्छ। भान्टा पनि टिप्न रेडी भएको यो सिजनको सुरुको भान्टाहरू हो। अलिकति लामो खालको छ, कलिलै भए पनि मैले चाहिँ एक छाक बनाउनलाई टिपिहालेँ। अहिले चाहिँ जम्मा यो यति छ। त्यसपछि यो चाहिँ ट्रोम्बोन्सिनो स्क्वाश, यो चाहिँ लास्ट भन्दा पनि हुन्छ यो सिजनको लागि र यो चाहिँ अब टिप्न रेडी भएकोले मैले यसलाई टिपेँ। अगाडितिरको गार्डन बेडमा खुर्सानीहरू सबै सुकिसकेको रहेछ। यो चाहिँ मैले अगाडि खासै हेर्न आउँदिन अनि एकैचोटि आएको बेला यो टिपेर लगेँ। जम्मा यति छ यो बोटमा। अनि त्यसपछि यो चाहिँ मेरो एउटा बोट हो भान्टाको, यो सानो गार्डन बेडमा। यो चाहिँ यति मजाले झाँगेर आएको छ, यता चाहिँ नेबरकोतिर पनि गएको छ अनि यसले चाहिँ पुरै सानो गार्डन बेड ढाकेको छ। फल्न चाहिँ खासै राम्रो नफले पनि यो बोटै राम्रो झ्याम्मिएर आएको भएर मैले त्यत्तिकै नै छोडिदिएँ। एउटा भान्टा चाहिँ टिप्न मिलेको रहेछ। यो बोट एकदम ठुलो भएको भएर फलहरू चाहिँ सानो छ। 3टा मध्ये 2टा लौकाको लहरा मरे पनि एउटा चाहिँ अझै फलि नै रहेछ। यो लटमा अहिलेको लागि जम्मा टिप्न रेडी 3वटा छ अनि यो चाहिँ सुन्तलाको रुखमाथि लहरा गएर फलेको छ। यो जम्मै 3वटालाई टिप्यौँ किनभने अहिलेको यो मौसम चेन्ज हुने बेलामा खासै फस्टाएर आइरहेको छैन, त्यही भएर यो टिप्न मिल्ने जति सबै टिपियो। त्यस्तै यता छ अब यो रायोको साग र अरू सागहरू पनि टिप्नलाई रेडी भएको जति म आज सबै टिप्दैछु। यो लिफी भेजिटेबलहरू चाहिँ घामले गर्दा फतक्कै ओइलिने भएको हुनाले टिपेर राख्दा नै धेरै फाइदा हुन्छ। ल आजको हार्भेस्ट चाहिँ मेरो यति छ। यहाँ चाहिँ मैले लौका, भान्टा, ट्रोम्बोन्सिनो, त्यस्तै विभिन्न खालको सागहरू अनि त्यसपछि अलिकति सिमी, खुर्सानीहरू टिपे मध्येकै वान अफ द बिगेस्ट हार्भेस्ट पनि हो जस्तो लाग्छ। यहाँ चाहिँ कति 1, 2, 3, 4 झन्डै 5 खालको खुर्सानीहरू छ। यहाँ छ रायो साग, त्यसपछि यतापट्टि छ यो लट्टेको साग अनि त्यसपछि उतापट्टि छ अलिकति बेथुको साग। यो लट्टेको साग चाहिँ 2 खालको छ, एउटा चाहिँ लोकल, एउटा चाहिँ ठुलो खालको। अनि बेथु भयो त्यो घिरौलाको मुन्टा पनि मैले टिपेको रहेछु। अलिकति यो स्पिनिच, त्यसपछि सिमी भयो, भान्टा भयो 2 खालको अनि त्यसपछि ट्रोम्बोन्सिनो, अलिकति टमाटर, त्यसपछि यो लौका भयो र सबै गरेर आजको यो हार्भेस्ट मेरो यति नै हो। यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।